गाइज हामीसँग चाहिँ रियलमी C55 आएको छ होइन। सो जस यसको चाहिँ मैले डिस्प्ले खोल्नुपर्ने हुन्छ। सो लेट्स गो। सो गाइज अहिले चाहिँ हामीले ब्याक प्यानल रिमुभ गरिसक्यो होइन। सो जस्ट अब यसको नटहरू खोल्नुपर्ने हुन्छ हामीले है त गाइज, दामी पारामा। फाइनली मैले सबै नटहरू रिमुभ गरिसकेँ होइन। फर्स्टमा हामीले सिम ट्रे झिक्नुपर्छ। जस्ट टोटली हामीले यहाँबाट यो सिम ट्रेको योबाट लक हो यो होइन। ट्यागको यहाँबाट हात हाल्ने यस्तो दामी पारामा। सो गाइस मैले यो पनि रिमुभ हानिसकेँ होइन, दामी पारामा। भन्दा अगाडि यसको ब्याट्रीको लाइन झिक्नुपर्छ। टोटली अहिले फर्स्टमा चाहिँ हामीले ब्याट्री झिक्नुपर्छ गाइस। त्यही हो, पहिले मैले ब्याट्री रिमुभ हान्दै। सो जस्ट यसको चाहिँ तपाईँको ट्यागको लगाएर डिस्प्लेको लाइन चाहिँ एउटा छ दामी पारामा देख्नुहुन्छ। सो अब चाहिँ डिस्प्ले चाहिँ अब मैले झिक्नुपर्ने हुन्छ होइन। यो चाहिँ अब मेसिनमा राख्नुपर्ने हुन्छ। मैले चाहिँ डिस्प्ले पनि रिमुभ हानिदिइसकेँ होइन, दामी पारामा। होइन चाहिँ मैले अब रिमुभ हान्नुपर्ने हुन्छ। सो मैले टोटली अब रिमुभ सिमुभ हानिसकेँ होइन। सो जस्तै हो अब फुटेको सिसा पनि जोडिन्छ।